के चाहिँ गर्ने होला। रातभरि बुढीले सुत्नै देख्छैन, किच 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 गरेर मार्नै लागिसक्यो। यसपालिको तिजमा त साडी लाउनै पर्छ बुढा, नकिनिदिनु भए म तपाईँसँग बस्दिनँ, म घर छोडेर जान्छु भन्न थाल्यो। अब यतिखेर पैसाको निकाल छ, कसले पो देला ऋण पनि। अब कहाँबाट ल्याउनु होला त्यत्रो पैसा खोजेर, 10-15 हजार भन्छ। यसलाई साडी नै जिकिन लाउनु पर्यो, पुरानै लाए हुन्थ्यो। अब कहाँ गएर ल्याउनु होला त साडी यसलाई। अब पैसा खोज्न पनि कहाँ जाने। दाइकोमा जाउँ भने पुरानै पसलको पैसा तिर्न सकिन्छ। भाउजूले किच 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 गरेर दाइलाई मार्नै खोज्यो होला। कति माग्नु हो बिचरा बलमा दाइसँग पनि, के गर्नु। दाइले नि कति हेरोस्, तै पनि एकचोटि दाइसँग छ कि बुझ्न चाहिँ पर्यो। गएर मागी हेर्छु, दिए भने त दिइहाल्यो नि, आफ्नै भाइ हो, माया त लाग्ला नि त्यसलाई पनि। एकचोटि ट्राई चाहिँ गर्नै पर्यो, उपाय त लाउनै पर्यो। बुढीको बुढी किच 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 गरिरहेछ। जसरी भए पनि एकचोटि चाहिँ दाइलाई नै एकचोटि भन्नै पर्यो। के गर्नु, उपाय केही छैन। ठिक छ, एकचोटि घरमा गएर पसलमा हेर्छु, मागी हेर्नु पर्यो। दियो भने त मेरो बुढी खुसी भइहाल्छ नि। ल अब हिँडेँ म चाहिँ। दाइ होइन है बोल्नु दाइ, पसलमा छैन क्या हो? पसलमा छु त, भित्र छु के। ए भित्र पो रहेछ, के काम परेर त्यस्तो? के हुनु दाइ, फेरि समस्या पर्यो? के समस्या पर्यो फेरि? त्यही त हो नि दाइ, तिज आइसक्यो, बुहारीले किच 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 गरेर चाहिँ एउटा साडी लाउनु पर्यो भनेर, त्यही भएर दाइसँग अलिअलि पैसा थियो भनेर भन्न आएको। कति दिनु पैसा पनि? पसलको सामानलाई पैसा पनि पहिलादेखिको दिएको छैन। भाउजूले कराएको गरेको छ, उनीहरू दियो भनेर पहिला खुसी छैन, सामान पनि छैन, कहाँमा दिनु हो पैसा? पहिला पैसा त्यो अहिले पैसा एकैचोटि गरिदिन्छु नि त म। कति पैसा चाहिएको? अलिअलि भयो गरिदिनु न। पसलमा अलिअलि छ व्यापार भएको पैसा, जम्मा चाहिँ 15-16 हजार होला व्यापार भएको पैसा। ल 1 2 3 4 5 6 7 8 9 10। ल 10,000 लगेर काम चलाउँदै गर। अब के गर्नु, नदिउँ नहुने। ए ल दाइ ल, एकैचोटि ल्याइदिउँ ल। भाउजूलाई नभन्ने फेरि, भाउजूले मार्दा हुन्छ दाइ, हुन्छ म भनिदिनु। ल गर्नु दाइ, नहेरौँ नहुने आफ्नै भाइ बचिहाले। ओहो के भयो, के भयो? कसले कति रिसाब हो? के गर्नु छ? खोज्दा खोज्दा नपाएपछि ढिलो हुँदैन। ल 1 2 3 4 5 6 7 8 9 10। ल 10,000 ल्याइदिएको छ, साडी लाइनला, खुट्टा लाइनला, सुरुवाल लाइनला। अब नलिसा, दाइको वाला ल्याएको, बलमा दाइको वाला। के दुःखो सुखमा हेर्ने भने त्यही दाइ त बाउ होइन त्यही हो, दाइ होइन त्यही हो, त्यही एउटा दाइले हेर्ने हो। ल मिलामी ल्याएर के भनेको छ, म अब काठमाडौँ कमाउनु जान्छु। नरिसा के नरिसा, ल साडी लाइनला, जे लाइनला,
यसलाई नि एउटा कटुस है छोरी पैसा नभएर के तेरो आमाले तीजमा साडी लाउने रे त्यही भएर पैसा खोज्नु गएको सुनबामा गएर ल्याएर आएको साडी लाउने तीजमा छम 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 नाच्ने है रिसाएछौँ चुस्सापल्ट ठुस्केको है नरिसाउनु भन्न ल अब खाना खानु न त होइन अझै रिस मर्ने छैन ल्याइदे त पैसा ल किनेर किन्नु गयो हुन्छ के घुमेर हेरेको एकचोटि हाँस त हाँस न हाँस एकचोटि है छोरी त हाँस्नु अब 30 चिजमा म काठमाडौँ कमाउनु जान्छु दसैँ खर्च नि कमाउनु परेको हे ल घाँसमा चिजलाई मोटी कुरा तँ पैसा उमा दिन्छ छोरीले 10,000 पैसा ल्याए यति भयो साडी आइहाल्यो आउँछ साडी ए बुढा भात चिठी ल्याएछ पस्केर गए म त साडी किन्न गए सरी म ए बुढा भात पस्केर खान है म त गए ललनी चार आइदिनु फेरि 10,000 पैसा के ल्याइदियो थियो फुरुक फुरुक फुर्केर गए के 10,000 पैसा ल्याए यति भयो साडी आइहाल्यो नि आउँछ साडी किन्न ए बुढा भात सिटी लागेको छ खाए खाऊ पस्केर खाए खाऊ नखाए नखाऊ म त गएँ है गएँ भनेर जाने त्यही सुरु पैसा गनेदेखि गर मिल्छ नि ल ए बुढा के छ अनि उठेरै भन्छु ल उठ ए बुढा पक पक भन्नु ए बुढा भात छिटो लागेको छ पस्केर खाए खाऊ त्यसै त्यहीँ बसेर भन तेरो पाउ ल भन के भन्नु ए बुढा समातै हो ए बुढा भात छिटो लागेको छ पस्केर खाऊ है म त साडी किन्न गएँ अब गयो भनेपछि जानु पर्दैन त नि भनेर के जानुपर्छ जानु भन्दै गर्न उठेर डाइरेक्ट सिधेपछि हिँड भने के ल भन भात चिठी लागेछ पस्केर गए म त साडी किन्न गएँ सरी म